हेलो, अब म चाहिँ यहाँनिर भिडियो बनाउन सुरु हुँदैछु। कहाँ गएछ हाम्रो कमली? अनि जाउँ पनि भनेन त। यहाँ चाहिँ ब्याडमिन्टन खेल्दैछ मेरो हिरो छोरा, हिरो भान्जी अनि अर्को बहिनी। हाम्रो त घर पुरा के गर्नु अगाडि नै। यहाँ हाम्रो बहिनी चाहिँ अब बिहानदेखि उठेर केही काम नगरी बेलुका चाहिँ सुरु गर्दैछ। बडामा जब राति बुढो ताती हुने त यही हो। अनि अब के गर्नु, यहाँ मेरो नन्दको घरको फुलबारी देखाऊँ तपाईहरुलाई? हेर्नुहुन्छ? नदेखाऊ भन्दैछ। यहाँ यिनीकै भिडियो बनाउनु पर्यो नि, के गर्नु, मेरो त केही छैन। फुलबारी सबै मैले रोपिदिएको अस्तिको पाली आएर। त्यहाँ मैले जगाको फुल चाहिँ अनौठो भान्जी पनि स्मार्ट रहेछ त। अर्को बहिनीको त पालै आएको छैन त। अनि एउटा फुल फुले यहाँ धरतीमा खै के गाउँछ। भिडियो गरेको स्टोरीमा हाल्नु। के गर्दैछौ अनु? के को हो त्यो? के हो? उहाँ चाहिँ अनुको छोरी छ। उहाँ अनु छ, हेर अनुहार देखाउनै लजाउँछन्। के भएको हाम्रो गाउँका जल्दा बल्दा तरुनीहरू साह्रै लजाउँछन् हौ। ल यसो हात हल्लाएर हाइ त भनिदेऊ। चाकको पछाडिदेखि गरिदेऊ न। अहिले छेउमा आएर अनुहार देखाउँछु अनि। हो, यस्तै काम गरेकोहरू त हाल्नुपर्छ त। अनि राम राम अझै बढालिसकेको छैनौ? जहाँ गरी लिने बहिनी। सुजन दाई, ए प्लस लिएर कस्तो हुन्छ? ए प्लस ल्याएर कस्तो पनि भएकै छैन भन्दैछ। सुषमा चाहिँ त बी ल्याउनु हुन्छ भन्नु हुँदै थियो अरे। ए प्लस 3.69 GPA। ए प्लस यहाँ पार्टी हुँदैछ ए प्लस ल्याएकोमा। ल ए प्लस ल्याउनेको मम्मीको ए प्लस ल्याउने दाईको मम्मी यहाँ हुनुहुन्छ। भरे पार्टी खुवाउनुहुन्छ रे। सुजन दाई 3.69 GPA। पढ्दा त फर्स्ट हुन्छस् छोरा। पढ्न भन्दा एउटा नपढी गेम खेलेर जान्थ्यो। ए प्लस त ल्याएछ धन्न, नभए कुट्नु भनेर बाँसको लौरो ठिक पारेको थिएँ। धन्न ए प्लस ल्याएछ, नभए त डह्रो बजाउँथेँ यसलाई म भन्दै बसेको थिएँ। नपढी जाने मान्छे हेर, पढेको भए कस्तो जान्ने छ मेरो छोरा। पढि नै दिँदैन, के गर्नु, चिन्ता लाग्छ हो। भ्लग गर्ने आउँदैछु है। के खाएको भान्जी? रम्पम। मलाई त थोरै देऊ बहिनी। ए नन्दको घर आएको रम्पम र यस्तो हुन्छ नि। मैले हिमाललाई भनेको थिएँ होइन, हिमाल आज त कालो आएको। मलाई पकाउने कस्तो अल्छी लागिरहेको छ। अनि त्यही भएर म त आफू अगाडिपछि त पकाउनु नि अल्छी लाग्दो रहेछ भनेको कि। अनि भोको हामीले खान्छ खाएर अलिक मिठो पकाइदिनु नि भन्छ। त्यस्तै भयो क्या। ल त्यसो भाइ यहाँ आइज न। पढाइको विषयमा नमस्ते गर। खोइ इज्जत सिजत छैन है। त कतिमा पढ्छस्? 12 कि 13 मा। सबै लजाउने। तिमी कतिमा पढ्छौ? बिए पास। अनि 2टा सर्टिफिकेट पनि छ नि। आयो डिग्रीको छ। यो चाहिँ
उयो यो के अरे मेरो देवरको छोरा हो साह्रै लजाउँछ यो चाहिँ मेरो छोरा हो आज A+ लिएर पास भएको छ मेरो कान्छा कति माया लागेको छ आजको दिन त